आइदिनु भयो, त्यसको लागि धन्यवाद। र यो धन्यवाद दिने क्रममा नि यो किताब लेख्ने भनेको सजिलो काम होइन रहेछ। र अहिले भित्र जति किताब देखिन्छ नि, सो त्यो लेख्ने मान्छेको अथवा उसको मेहनत, उसको समय र जुन यो उत्पादन गर्ने पनि हाम्रो राजीव कहाँ गयो फेरि यही छ होइन। सो यो उत्पादन गर्ने र त्यसलाई अब अन्तमा बजारमा लग्ने काम चाहिँ सजिलो चाहिँ हुँदो रहेछ। त्यसैले म सबभन्दा पहिला सबैलाई धन्यवाद दिन चाहन्छु। र अघि जुन अनिल शाहजीले जुन कुरा राख्नुभयो नि, यो नेपालमा अहिले जुन हामी नेगेटिभिटी, अब नेगेटिभिटी भन्नाले खालि नकारात्मक पक्ष मात्रै होइन कि चुनौती पनि, कि यो खालि छ नि पोजिटिभ अथवा खालि राम्रो सोचौँ त्यसबाट चाहिँ राम्रो हुन्छ भन्ने मात्रै होइन कि त्यो जुन चुनौतीहरू छन् त्यसलाई चाहिँ कसरी हेर्ने र त्यसलाई चाहिँ अलिकति सहज किसिमले हेऱ्यौँ भने सायद त्यसबाट नै बाटो खुल्छ कि भन्ने हिसाबले मैले यो चाहिँ लेखेको छु। अब जस्तै म उदाहरणको लागि यो किताबमा मैले 2-4वटा ठाउँमा धेरै कथाहरू लेखेको छु। जस्तै 1 वर्ष म चाहिँ क्यानाडामा हाम्रो नेपालकै वन मन्त्रीसँगै गएको थिएँ। अनि जाँदाखेरि यो जुन विभिन्न यो अनुभवहरू हुन्छ नि, एउटा अनुभव कस्तो भयो भने लन्च टाइममा उहाँलाई चाहिँ लन्च लिनलाई जानुपर्ने। अनि मैले उहाँलाई तपाईँ के पिउनुहुन्छ भनेर लन्चमा सोधेँ। अनि उहाँले यसो हेर्नुभयो र कोक नै खाउन भनेर भन्नुभयो। अनि कोक द अनरेबल मिनिस्टर विल ह्याभ अ कोक भनेर मैले अर्डर गरेँ। अनि त्यो कोक सर्भ गर्ने जुन महिला थियो उहाँले चाहिँ एउटा ग्लास लिएर ठ्याक्क धारामुनि राख्नुभयो। अनि कोक निस्क्यो। अनि मन्त्रीज्यूले मलाई सोध्नुभयो कि ओहो हाम्रो देशमा पानी आउँदैन, यहाँ त कोक आउँदो रहेछ होइन। सो न जस्ट थिङ्क होइन, नेपालको चुनौती भने के, हाम्रो एक्सपेक्टेसन कस्तो हो, हामी कहाँ पानी आउँदैन त्यहाँ त कोक आउँछ भन्नुभयो। त्योभन्दा अचम्म के भन्दाखेरि त्यो कोक सर आयो ठ्याक्क ग्लास भर्ने बेलामा आफै रोक्यो। अब मन्त्रीज्यूले मलाई के सोध्नुभयो भने त्यो धाराले कसरी थाहा पायो, त्यो ग्लास भर्यो भनेर कसरी थाहा पायो। सो 2 हप्ता जति हाम्रो नेपाललाई विकास गर्छु, यो देशलाई बनाउँछु भन्ने मान्छेहरूसँग युरोप अथवा नर्थ अमेरिका घुम्नुहोस्, अनि सायद हामी सबैले बुझ्छौँ कि हाम्रो देश चाहिँ किन यो हालतमा छ, किन हामी त्यस्तै व्यक्तिहरूमा चाहिँ विश्वास गर्छौँ र उहाँहरूले नै देश बनाउने हो। हाम्रो काम चाहिँ उहाँहरूको पछि लाग्ने मात्रै हो र हाम्रो काम चाहिँ टुडी खेलमा गएर ताली बजाउने मात्रै हो होइन, अथवा त्यो जुलुसमा जाने मात्रै हाम्रो काम हो भनेर हामीले त्यसरी सोचेसम्म जुन हामी परिवर्तनहरू खोज्छौँ अथवा परिवर्तन चाहन्छौँ ती कुराहरू चाहिँ हुने सम्भावना एकदम कम हुन्छ।